Hi everyone, नमस्ते, वेलकम टु यू अन दिस युट्युब च्यानल इंग्लिश ग्रामर लेसन्स। नमस्ते तपाईहरु सबैलाई यस युट्युब च्यानल इंग्लिश ग्रामर लेसन्समा स्वागत छ। आउनुस् आजको हाम्रो यस भिडियोमा हामी फ्युचर कन्डिन्युअस टेन्सको बारेमा सिक्ने छौं। जसरी हामीले विगत दिनहरुमा प्रेजेन्ट कन्डिन्युअस टेन्सको बारेमा सिकेका थियौं, त्यसैगरी हामीले पास्ट कन्डिन्युअस टेन्सको बारेमा पनि सिकेका थियौं भने आजको भिडियोमा हामी फ्युचर कन्डिन्युअस टेन्सको बारेमा सिक्ने छौं, हैन? तपाईहरु हेर्न सक्नुहुन्छ, फ्युचर कन्डिन्युअस टेन्सलाई हामी नेपालीमा अपूर्ण भविष्यकाल भन्दछौं। र अब हामीले चाहिँ यस टेन्सको सेन्टेन्सहरु बनाउनु भन्दा पहिला हामीले के थाहा पाउनु पर्छ भने कस्तो अवस्थामा हामीले यस टेन्सलाई प्रयोग गर्छौं, कस्तो खालको घटनाहरु बताउनुको लागि हामीले यस टेन्सको प्रयोग गर्छौं भनेर हामीले जान्नु पर्ने हुन्छ। जस्तै हामीले प्रेजेन्ट कन्डिन्युअस टेन्समा वर्तमान समयमा कुनै काम लगातार रूपमा भइरहेको छ भनेर बताउनुको लागि हामीले चाहिँ प्रेजेन्ट कन्डिन्युअस टेन्सको प्रयोग गर्छौं। त्यसैगरी पास्ट कन्डिन्युअस टेन्समा चाहिँ पास्टको समयमा कुनै काम लगातार रूपमा भइरहेको थियो भनेर बताउनुको लागि हामी पास्ट कन्डिन्युअस टेन्सको प्रयोग गर्छौं। त्यसैगरी अब यस फ्युचर कन्डिन्युअस टेन्समा हामी के गर्छौं भने कुनै काम भविष्यमा कुनै काम लगातार रूपमा भइरहेको हुनेछ भनेर बताउनुको लागि हामी चाहिँ यस फ्युचर कन्डिन्युअस टेन्सको प्रयोग गर्छौं। अब तपाईहरु हेर्न सक्नुहुन्छ, यस टेन्सको स्ट्रक्चर यस्तो रहेको छ, सब्जेक्ट प्लस शैल बी विल बी प्लस वर्ब फोर प्लस अब्जेक्ट, हैन? यो चाहिँ यस टेन्सको मुख्य स्ट्रक्चर हो, है। अब हामीले के बुझ्नुपर्छ भने ओल्ड इंग्लिशमा हामीले आई र वी सँग हामीले शैल बी प्लस वर्ब फोर प्लस अब्जेक्टको प्रयोग गर्थ्यौं भने अब यो मोडर्न इंग्लिशमा हामीले के गर्छौं भन्दाखेरि चाहिँ सबै सब्जेक्ट सँग हामीले विल बी प्लस वर्ब फोर प्लस अब्जेक्टको प्रयोग गर्छौं, हैन? तपाईहरु हेर्न सक्नुहुन्छ, सिंगुलर प्लुरल नाउन ही सी इट I, we, you, they प्लस will be प्लस verb फोर प्लस अब्जेक्ट, हैन? यहाँ हेर्दा हामी के बुझ्छौं भने सबै सब्जेक्टसँग हामी अब will be प्लस verb फोर प्लस अब्जेक्टको प्रयोग गर्न सक्छौं, हैन? अब हामीले चाहिँ यो स्ट्रक्चरलाई हेरेर हामीले यहाँनिर दुईवटा हेरेर अथवा यो स्ट्रक्चरलाई प्रयोग गरेर हामीले यहाँनिर दुईवटा सेन्टेन्सहरु बनाएका छौं, हैन? उदाहरणमा तपाई हेर्न सक्नुहुन्छ, एक्जाम्पलको लागि नम्बर 1 मा we shall be watching a movie tomorrow, हामी भोलि चलचित्र हेरिरहेका हुनेछौं। त्यसैगरी he will be reading a book in the evening, उ साँझ किताब पढिरहेको हुनेछ। he will be reading a book in the evening, उ साँझ किताब पढिरहेको हुनेछ। यसरी हामीले यी दुईवटा सेन्टेन्सहरुलाई हेर्दाखेरि हामी के थाहा पाउँछौं भने यी दुईवटा सेन्टेन्सहरुले भविष्यमा कुनै काम लगातार रूपमा भइरहेको हुनेछ भनेर बताइरहेका छन्। त्यसकारणले गर्दाखेरि यी सेन्टेन्सहरु फ्युचर कन्डिन्युअस टेन्सका सेन्टेन्सहरु हुन्। र तपाईहरुले पनि यसरी यस टेन्सका थुप्रै सेन्टेन्सहरु बनाएर तपाईहरुले प्र्याक्टिस गर्न सक्नुहुन्छ। आउनुस् त्यसैगरी फ्युचर कन्डिन्युअस टेन्स सिक्ने क्रममा अब हामी चाहिँ यस फ्युचर कन्डिन्युअस टेन्सको नेगेटिभ सेन्टेन्सहरु कसरी बनाउने भन्ने कुरा हामी सिक्ने छौं। नेगेटिभ सेन्टेन्स भनेको नकारात्मक वाक्य भन्ने हुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ, यस टेन्सको नकारात्मक वाक्य बनाउने अथवा नेगेटिभ सेन्टेन्स बनाउने स्ट्रक्चर यस्तो रहेको छ, सब्जेक्ट प्लस शैल नट बी will not be प्लस verb फोर प्लस अब्जेक्ट, हैन? अब यो स्ट्रक्चरबाट हामीले के बुझ्छौं भने जससँग यदि जुन सेन्टेन्ससँग हामीले शैलको प्रयोग गर्छौं त्यससँग हामीले शैल नट बी प्लस verb फोर प्लस अब्जेक्टको प्रयोग गर्ने छौं भने जुन सब्जेक्टसँग हामीले विलको प्रयोग गर्छौं त्यससँग हामी will not be प्लस verb फोर प्लस अब्जेक्टको प्रयोग गर्ने छौं, हैन? अब हामीले चाहिँ यो स्ट्रक्चरलाई प्रयोग गरेर हामीले चाहिँ यहाँ दुईवटा नेगेटिभ सेन्टेन्सहरु बनाएका छौं। अर्थात हामीले यहाँ बनाएका यी जुन अफर्मेटिभ सेन्टेन्सहरु छन् यिनीहरुको हामीले यहाँनिर नेगेटिभ बनाएका छौं, हैन? अब तपाईं हेर्न सक्नुहुन्छ, नम्बर 1 मा we shall not be watching a movie tomorrow, हामी भोलि चलचित्र हेरिरहेका हुने छैनौं, हैन? we shall not be watching a movie tomorrow, हामी भोलि चलचित्र हेरिरहेका हुने छैनौं। त्यसैगरी नम्बर 2 मा तपाई हेर्न सक्नुहुन्छ, he will not be reading a book in the evening, उ साँझ किताब पढिरहेको हुने छैन। त्यसैगरी he will not be reading a book in the evening, उ साँझ किताब पढिरहेको हुने छैन, हैन? अब हामी यहाँनिर के गर्छौं भने हामीले कसरी चाहिँ हामीले यस यी सेन्टेन्सलाई हामीले यहाँ नेगेटिभ बनायौं, हैन? यी सेन्टेन्सहरुको नेगेटिभ हामीले यहाँनिर बनायौं। कसरी बनायौं भन्दाखेरि तपाई हेर्न सक्नुहुन्छ, यहाँनिर अफर्मेटिभ सेन्टेन्समा शैल र वी छ, हैन? त्यसैले यहाँ चाहिँ will र वी छ। अब हामीले नेगेटिभ बनाउनलाई के गर्नुपर्छ भने यो शैल र बी को बीचमा हामीले नट लगाउनु पर्छ, हैन? यो will र बी को बीचमा हामीले नट लगाउनु पर्छ अनि यो नेगेटिभ हुन्छ, हैन? एकदमै सजिलो छ। हेर्नुस् त हामीले के गर्यौं भनेर
यो वी अनि यो स्याल र बी को बिचमा हामीले नट लगाएका छौँ अनि यो नेगेटिभ भएको छ। त्यसैगरी नम्बर 2 मा तपाईले हेर्नुभयो भने विल र बी है यो विल यो बी यिनीहरुको बिचमा हामीले नट लगाएका छौँ अनि यो नेगेटिभ भएको छ। एकदमै सजिलो छ। अफर्मेटिभ सेन्टेन्समा यस टेन्सको अफर्मेटिभ सेन्टेन्समा तपाईले हेर्नुभयो भने कि त स्याल बी हुन सक्छ त्यहाँनिर कि त विल बी हुन सक्छ। अब तपाईले के गर्ने भने नेगेटिभ आउँदाखेरि यो स्याल बी र विल बी को बिचमा तपाईले नट लगाउनु भयो भने यो सेन्टेन्स के हुन्छ नेगेटिभ हुन्छ। यसरी यस टेन्सको नेगेटिभ सेन्टेन्सहरु बनाउन एकदमै सजिलो छ। आउनुस् त्यसैगरी अब हामी चाहिँ यस फ्युचर कन्टिन्युअस टेन्सको यस नो क्वेशनहरु कसरी बनाउने भन्ने कुरा सिक्ने छौं। यस नो क्वेशन हैन, यस नो क्वेशन भनेको यदि कुनै क्वेशनको आन्सर हामी यस अथवा नो मा दिन सक्छौं भने त्यस्तो खालको क्वेशनलाई हामी यस नो क्वेशन भन्छौं। र यस टेन्सको यस नो क्वेशन बनाउने स्ट्रक्चर यस्तो रहेको छ। शैल विल प्लस सब्जेक्ट प्लस बी प्लस verb प्लस अब्जेक्ट अनि क्वेशन मार्क हैन। तपाईहरुलाई थाहा छ मैले धेरै पटक भन्दै आएको छु यस नो क्वेशन कहिले पनि के हुन्छ हेल्पिङ वर्बबाट सुरु हुन्छ अनि क्वेशन मार्कमा अन्त्य हुन्छ। अब हामीले चाहिँ यस टेन्समा हामीले कसरी चाहिँ यस टेन्समा भएका सेन्टेन्सहरुलाई हामीले कसरी यस नो क्वेशन बनाउने भनेर हामीले बुझ्नलाई हामीले के गर्नुपर्छ भन्दाखेरि जसरी हामीले नेगेटिभ बनाउँदाखेरि हामीले के गरेका थियौं भने जस्तो यो अफर्मेटिभ सेन्टेन्स हो भने हामीले यसलाई नेगेटिभ बनाउनलाई हामीले स्याल र बी को बिचमा हामीले के लेखेका थियौं नट लेखेका थियौं हैन। अनि विल र बी को बिचमा हामीले नट लेखेका थियौं अनि यी सेन्टेन्सहरु नेगेटिभ भएका थिए हैन। भने अब हामीले चाहिँ यस नो क्वेशन बनाउँदाखेरि हामीले के गर्नुपर्छ भने यो स्याललाई मात्र अगाडि ल्याएर यो जस्तो यो अफर्मेटिभ सेन्टेन्स छ भने यो स्याललाई अगाडि ल्याएर राख्दिने र बाँकी यो वी यो बी अनि बाँकी सबै सेन्टेन्सलाई जस्तोको जस्तै लेख्नुपर्छ है। त्यसैगरी यो विललाई अगाडि ल्याएर राख्दिने हैन र अरु बाँकी सबै वर्डहरुलाई जस्तोको जस्तै लेख्ने अनि लास्टमा क्वेशन मार्क दिनुपर्छ। त्यसो गर्यो भने के हुन्छ यस नो क्वेशन हुन्छ है। अथवा हामीले के गर्नु बुझ्नुपर्छ जसरी हामीले नेगेटिभमा स्याल र बीचको बिचमा हामीले स्याल र बी को बिचमा हामीले नट लगायौं अनि विल र बी को बिचमा हामीले नट लगायौं त्यसैगरी अब हामीले चाहिँ के गर्नुपर्छ भने यसमा चाहिँ स्याल र बी को बिचमा र विल र बी को बिचमा हामीले सब्जेक्ट राख्नुपर्छ अनि त्यो यस नो क्वेशन हुन्छ। अनि लास्टमा क्वेशन मार्क दिनुपर्छ। तपाई हेर्न सक्नुहुन्छ है हामीले यो स्याल हो यो बी हो हैन। यो दुईटैको बिचमा हामीले सब्जेक्ट राख्यौं हैन। यो विल हो यो बी हो यो दुईटैको बिचमा हामीले ही राख्यौं अनि यो यस नो क्वेशन भयो हैन। जस्तै नम्बर 1 मा शैल वी बी वाचिङ अ मुभी टुमरो के हामी भोलि चलचित्र हेरिरहेका हुनेछौं भनेर यस सेन्टेन्सले भन्दछ। शैल वी बी वाचिङ अ मुभी टुमरो के हामी भोलि चलचित्र हेरिरहेका हुनेछौं। त्यसैगरी नम्बर 2 मा विल ही बी रिडिङ अ बुक इन द इभिनिङ के उ साँझ किताब पढिरहेको हुनेछ। त्यसैगरी फेरि विल ही बी रिडिङ अ बुक इन द इभिनिङ के उ साँझ किताब पढिरहेको हुनेछ भनेर चाहिँ हामीले यसरी यस नो क्वेशन सोध्न सक्छौं हैन। यसरी एकदमै सजिलो छ। हामीले के गर्छौं भनेर स्याल र बी को बिचमा हामीले सब्जेक्ट राख्छौं विल र बी को बिचमा हामीले सब्जेक्ट राख्छौं हैन। र हामीले चाहिँ स्याललाई चाहिँ हामीले क्यापिटलमा लेख्छौं यो विल को पनि यो डब्लुलाई क्यापिटल लेख्छौं र यसले हामी अन्तमा क्वेशन मार्क दिएर हामी यस नो क्वेशन बनाउँछौं। एकदमै इजी छ। तपाईहरुले पनि राम्रोसँग यसलाई बुझ्ने कोसिस गर्नुभयो प्र्याक्टिस गर्नुभयो भने तपाईहरुले पक्कै पनि यस टेन्सको थुप्रै तपाईले यस नो क्वेशनहरु बनाउन सक्नुहुन्छ। अब हामी यस फ्युचर कन्टिन्युअस टेन्सको डब्ल्युएच क्वेशनहरु कसरी बनाउने भन्ने कुरा हामी सिक्ने छौं। डब्ल्युएच क्वेशन भनेको यदि कुनै क्वेशन डब्ल्युएच वर्डबाट सुरु हुन्छ भने त्यस्तो खालको क्वेशनलाई हामी डब्ल्युएच क्वेशन भन्छौं। र तपाई हेर्न सक्नुहुन्छ यहाँनिर डब्ल्युएच क्वेशन बनाउने यस टेन्सका दुईवटा स्ट्रक्चरहरु यहाँ मैले लेखिदिएको छु यहाँ बोर्डमा तपाईहरु हेर्न सक्नुहुन्छ। डब्ल्युएच वर्ड प्लस शैल बी विल बी प्लस verb प्लस अब्जेक्ट अनि क्वेशन मार्क भने दोस्रो स्ट्रक्चर यस्तो रहेको छ। डब्ल्युएच वर्ड प्लस शैल विल प्लस सब्जेक्ट प्लस बी प्लस verb प्लस टाइम एडभर्ब अनि क्वेशन मार्क हैन। अब हामीले चाहिँ यो दुईवटा स्ट्रक्चरलाई प्रयोग गरेर हामीले दुईवटा यहाँ क्वेशनहरु बनाएका छौं। तपाईहरु हेर्न सक्नुहुन्छ यो पहिलो क्वेशन हामीले पहिलो स्ट्रक्चर प्रयोग गरेर बनाएका छौं भने दोस्रो क्वेशन हामीले दोस्रो स्ट्रक्चर प्रयोग गरेर बनाएका छौं है। तपाईहरु हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ हेर्ने छौं यहाँ एक्जाम्पलमा हु शैल बी वाचिङ अ मुभी टुमरो भोलि को चलचित्र हेरिरहेको हुनेछ। हु शैल बी वाचिङ अ मुभी टुमरो भोलि को चलचित्र हेरिरहेको हुनेछ। त्यसैगरी नम्बर 2 मा व्हाट विल ही बी डुइङ इन द इभिनिङ उ भोलि के गरिरहेको हुनेछ। व्हाट विल ही बी डुइङ इन द इभिनिङ उ भोलि के गरिरहेको हुनेछ हैन। यसरी हामीले चाहिँ यहाँ के गर्यौं भन्दाखेरि तपाईहरु हेर्न सक्नुहुन्छ यो भनेको डब्ल्युएच वर्ड हैन। यो डब्ल्युएच वर्ड हु अनि यो शैल बी अनि यो वाचिङ verb
अनि अ मुभी टुमरो भनेको अब्जेक्ट भयो। त्यसै गरी यो सेन्टेन्समा हामी हेर्न सक्छौँ यो व्हाट भनेको यो डब्ल्युएच वर्ड, यो विल भनेको यो विल, अनि यो ही भनेको यो सब्जेक्ट, अनि यो बी भनेको यो बी, अनि यो डुइङ भनेको यो वर्ब हो, अनि इन द इभिनिङ भनेको टाइम एड वर्ब। यसरी हामीले चाहिँ यी दुईवटा स्ट्रक्चरलाई प्रयोग गरेर हामीले यी दुई किसिमका डब्ल्युएच क्वेसनहरू बनाएका छौँ। यहाँ हामीले यो इक्जाम्पलहरूबाट हामीले के सिक्यौँ भन्दाखेरि यो दुईवटा स्ट्रक्चरहरू छ। हामीले यो स्ट्रक्चर प्रयोग गरेर हामीले यो क्वेसन बनायौँ भने हामी यो स्ट्रक्चर प्रयोग गरेर हामी यो क्वेसन पनि बनाउन सक्छौँ, तर क्वेसन अलि भिन्नै हुनसक्छ होइन। त्यसै गरी यो स्ट्रक्चरलाई प्रयोग गरेर हामीले चाहिँ यो सेन्टेन्स बनायौँ, यो क्वेसन बनायौँ भने हामी यो स्ट्रक्चरलाई प्रयोग गरेर हामी यो सेन्टेन्स यो क्वेसन पनि हामी बनाउन सक्छौँ, तर क्वेसन अलिकति भिन्नै हुन्छ, तर हामी बनाउन सक्छौँ। तर हामीलाई त्यो बनाउने तरिका हामीले थाहा पाउनुपर्छ होइन। तपाईँहरूले बुझिसक्नु भएको छ कसरी बनाउने भनेर। आउनुहोस् अब हामी चाहिँ यस फ्युचर कन्टिन्युअस टेन्सको ट्याग क्वेसनहरू बनाउन सिक्नेछौँ है। ट्याग क्वेसनलाई हामी नेपालीमा पुच्छ्रे प्रश्न भन्छौँ होइन। यो पुच्छ्रे प्रश्न किन भनियो भन्दाखेरि पुच्छरमा गएर अन्तमा गएर प्रश्न सोधिने अथवा क्वेसन सोधिने भएको कारणले गर्दा यसलाई हामी पुच्छ्रे प्रश्न अथवा ट्याग क्वेसन अथवा टेल क्वेसन भन्छौँ होइन। अब यसमा हामीले यो ट्याग क्वेसन बनाउनले हामीले जान्नुपर्ने कुरा के हुन्छ भने यदि पोजिटिभ स्टेटमेन्ट छ भने हामी त्यसको नेगेटिभ ट्याग बनाउँछौँ, र यदि नेगेटिभ स्टेटमेन्ट छ भने हामी त्यसको पोजिटिभ ट्याग बनाउँछौँ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर स्याल बी छ भने हामी सान्ट बनाउँछौँ, विल बी छ भने हामी वन्ट बनाउँछौँ है। त्यसै गरी स्याल नट बी छ भने हामी स्याल बनाउँछौँ, र विल नट बी छ भने हामी विल बनाउँछौँ होइन। यसरी हामीले चाहिँ अब यो नियमहरूलाई फलो गर्दै हामीले चाहिँ यहाँनिर ट्याग क्वेसनहरू बनाएका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ 1 नम्बरको 1 र 2 नम्बरको सेन्टेन्सहरू यिनीहरू भनेको के हो त पोजिटिभ स्टेटमेन्ट हो, र यिनीहरूको हामीले नेगेटिभ ट्याग बनाएका छौँ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ नम्बर 1 मा वी सेल बी वाचिङ अ मुभी टुमरो, सान्ट वी हामी भोलि चलचित्र हेरिरहेका हुनेछौँ, के हेरिरहेका हुने छैनौँ र। त्यसै गरी फेरि वी सेल बी वाचिङ अ मुभी टुमरो, सान्ट वी हामी भोलि चलचित्र हेरिरहेका हुनेछौँ, के हेरिरहेका हुने छैनौँ र। त्यसै गरी नम्बर 2 मा ही विल बी रिडिङ अ बुक इन द इभिनिङ, वन्ट ही ऊ साँझ किताब पढिरहेको हुनेछ, के पढिरहेको हुने छैन र। ही विल बी रिडिङ अ बुक इन द इभिनिङ, वन्ट ही ऊ साँझ किताब पढिरहेको हुनेछ, के पढिरहेको हुने छैन र भनेर यसरी चाहिँ हामीले यतापट्टि चाहिँ पोजिटिभ स्टेटमेन्ट छ र हामीले यिनीहरूको नेगेटिभ ट्याग बनायौँ। त्यसै गरी अब यो 3 र 4 नम्बरको सेन्टेन्सहरू चाहिँ के छ भने यिनीहरू नेगेटिभमा छ होइन। यिनीहरू नेगेटिभ स्टेटमेन्ट हो र यिनीहरूको हामीले पोजिटिभ ट्याग बनाएका छौँ होइन। जस्तै वी स्याल नट बी वाचिङ अ मुभी टुमरो, स्याल वी हामी भोलि चलचित्र हेरिरहेका हुने छैनौँ, के हेरिरहेका हुने छौँ र। त्यसै गरी फेरि वी स्याल नट बी वाचिङ अ मुभी टुमरो, स्याल वी हामी भोलि चलचित्र हेरिरहेका हुने छैनौँ, के हेरिरहेका हुने छौँ र। त्यसै गरी नम्बर 4 मा ही विल नट बी रिडिङ अ बुक इन द इभिनिङ, विल ही ऊ साँझ किताब पढिरहेको हुने छैन, के पढिरहेको हुने छ र। यसरी हामीले के गर्यौँ भन्दाखेरि यो 3 नम्बरको र 4 नम्बरको सेन्टेन्सहरू नेगेटिभ स्टेटमेन्ट हो र यिनीहरूको हामीले पोजिटिभ ट्याग बनायौँ होइन। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ हामीले जुन यो स्याल नट बी र विल नट बी भयो भने हामी के गर्छौँ स्याल र विल लेख्छौँ होइन। यो हामीले त्यही गऱ्यौँ। यहाँनिर छ स्याल नट बी हामीले स्याल मात्र बनायौँ, यहाँनिर छ विल नट बी हामीले विल मात्र बनायौँ, र यहाँ हामीले हेऱ्यौँ भने स्याल बी छ हामीले सान्ट बनायौँ होइन, स्याल बी छ सान्ट बनाउँछौँ, यहाँनिर चाहिँ विल बी छ हामीले वन्ट बनाउँछौँ। यसरी हामीले चाहिँ यस टेन्सको ट्याग क्वेसनहरू बनाउँछौँ। यस भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नुभएको लागि तपाईँलाई धन्यवाद छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। इफ यु लाइक दिस भिडियो प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब दिस च्यानल। यदि तपाईँलाई यो भिडियो मन पऱ्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, यस च्यानललाई सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू, सी यू नेक्स्ट भिडियो।